अथ षोडशोऽध्याय महादेव मृगरूपोपाख्यान कुमार ज्याङले गर्नुहुन्छ। हे अगस्त्यमुनि ध्यानपूर्वक सुन। फेरि कुनै दिन शिवजीलाई वन विहार गर्ने इच्छा भयो र कसैलाई पनि थाहा नदिई त्यसमन्तक वनमा मृग स्वरूप भई अनेक मृगहरूका साथ परमानन्दले रहन लाग्नुभयो। उता पार्वतीले महादेवलाई नदेखि अनेक स्थानमा खोजिन्, तर कहीँ भेट्टाउन नसकी महादेवले अघि पनि मलाई यसै गरी दुःख दिनुभयो, अब फेरि कहाँ जानुभयो होला भनी ध्यान दृष्टिले विचार गर्दा त्यसमन्तक वनमा मृगरूप धरेर विहार गरिरहेको थाहा पाइन् र आफू पनि बागमती नदीको किनारमा गएर अनेक कष्ट खपी तपस्या गर्न लागिन्। कैलाशमा शिव पार्वती दुवैलाई नदेखि ब्रह्मादि देवताले स्थान स्थानमा खोजी गरे, तर कहीँ पनि पत्ता पाउन सकेनन् र हार मानी आफ्ना आश्रममा जान लाग्दा बागमती नदीको किनारमा पार्वतीलाई तपस्या गरिरहेकी देखेर सबै देवताहरूले प्रणाम गरी सोधे, हे जगन्माता, कैलाशमा हजुर महादेव नरहँदा संसार शून्य भयो जस्तो भयो र हामीलाई असहाय अनाथ जस्ता भयौँ। अब हामी माथि दया गरेर महादेव कहाँ हुनुहुन्छ आज्ञा होस्। फेरि हजुर पनि यस्तो स्थानमा आएर एक्लै किन बस्नु भएको हो, यी सबै कुरा हामीलाई आज्ञा होस्। यदि देवताहरूको प्रार्थना सुनि पार्वती भन्नुहुन्छ, हे देवता हो, महादेव यतै आउनु भएको हुनाले म उनीको आराधना गरेर यहीँ बसेकी हुँ। त्यसमन्तक वनको नैऋत्य कोणमा एउटा जङ्गल र सरोवर छ। महादेव त्यहाँ त्यही मृग स्वरूप भएर वन विहार गर्दै हुनुहुन्छ। कस्तो मृग भने सुवर्णको जस्तो वर्ण भएको, तीन नेत्र र एक सिंह भएको, मृगहरूको समूहमा सबैभन्दा ठुलो मृग स्वरूप धारण गरेर बस्नु भएको छ। अब तिमीहरू त्यही गएर खोजी गर अनि महादेवको दर्शन पाउनेछौ। पार्वतीको वचन अनुसार देवताहरूले त्यही गई खोजी गरे, तर पाउन सकेनन्। ब्रह्मा विष्णु इन्द्र तिनै देवताले अनेक स्तुति गर्दै खोज्न लागे। त्यसै बेला अकस्मात लाखौँ मृगको एउटा समूहदेखि त्यही फौजको माझमा अत्यन्त राम्रो तीन नेत्र एक सिंह र सुवर्ण चाहिँ वर्ण भएको सबैभन्दा ठुलो मृगलाई परैबाट देखि त्यस मृगलाई आफैतिर आउन लागेको यी तिनै देवताले देखेर अलिक नजिक गई बिन्ती गरे, हे भगवान, कैलाश शून्य भएको धेरै दिन भयो, हे दया सागर, हामी त्रिदेव ब्रह्मा विष्णु इन्द्रमाथि दया गरी दर्शन दिनुहोस्। त्यस्तै अनेक स्तुति गर्दै मृगरूप शिवका नजिक गए। आफूतिर आउन लागेका देवताहरूलाई देखेर रुद्र मृग उफ्री उफ्री लाग्न लागे। रुद्र मृगको त्यस्तो चाला देखेर विष्णु भगवान भन्नुहुन्छ, हे देवेन्द्र, हामीहरूको प्रार्थनाले महादेव चैतन्य हुने भएनन्। अब हामी तीन व्यक्तिले तीन तर्फबाट घेरा दिएर समातौँ। विष्णुको यस्तो वचन सुनेर हुन्छ भने तीन देवताले तिनतिर उभि घेरा दिएर रुद्र मृगको सिंहको जरामा विष्णुले र माझमा ब्रह्मले टुप्पोमा इन्द्रले बलपूर्वक समाते। ती त्रिदेवले समाउन साथ रुद्र मृग अन्तर्ध्यान भए। सिंह मात्र त्रिदेवका हातमा रह्यो। त्रिदेवले त्यसरी समातेका हुनाले त्यो सिंह तीन टुक्रा भए। तिनै देवताका हातमा एक टुक्रा आयो। यस्तो भएको देखेर यो हामीले ठुलो अपराध गर्यौँ, साह्रै अनर्थ भयो, अब के गर्ने भन्दै तिनै देवताले, हे सम्भव, हाम्रो यो अपराध क्षमा गरिबक्सियोस् पनि स्तुति गर्न लागे। ब्रह्मेश्वर र इन्द्रले त्यसरी स्तुति गरेको देखेर दयाका सागर महादेव प्रसन्न भए, ज्योति स्वरूपको दर्शन दिनुभयो। ती देवताहरू खुसी भए त्यहाँबाट प्रणाम गर्दा भए अनि महादेव आज्ञा गर्नुहुन्छ, हे देवता हो, तिमीहरूको स्तुतिमा प्रसन्न भयो। वर मागा महादेवको त्यस्तो आज्ञा सुनेर ब्रह्मेश्वर र इन्द्र बिन्ती गर्छन्, हे प्रभु, हजुरको ध्यान कहिले पनि नबिर्सौँ, सदा हाम्रो हृदयमा रहिरहोस्। अरू हामीलाई केही पनि वर चाहिन्न, केवल हजुरका चरणको भक्ति चाहन्छौँ। देवताहरूको त्यस्तो वचन सुनेर महादेव साहस भन्नुभयो। फेरि तिनी देवताले भने, हे ईश्वर, यो हजुरको सिंह तीन टुक्रा पारेको हामीहरूको अपराध क्षमा गरी यो सिंहका तीन टुक्रा के गर्ने हो आज्ञा होस्। अनि शिवजीले आज्ञा गर्नुभयो, हे देवता हो, मेरो सिंह तीन टुक्रा पारेको तिमीहरूलाई कुनै अपराध लाग्दैन र शङ्का मान्नु पर्दैन। बरु इन्द्रका हातको इन्द्रलोकमा, ब्रह्मका हातको मण्डल, नेपालको गोकर्ण भन्ने स्थानमा र विष्णुका हातको पातालमा लगेर स्थापना गर्नु। यदि शिवजीको आज्ञा सुनि ब्रह्मा विष्णु र इन्द्र तिनै देवताले दण्डवत प्रणाम गरी विदा भएर उब्रत तिनै स्थानमा लगी सिंह स्थापना गरेर आफ्ना आश्रममा गए। अनि महादेव सरासर गएर तपस्या गरिरहेकी पार्वतीलाई काखमा लिए त्यहीबाट अन्तर्ध्यान भएर कैलाश पर्वतमा पुगी नन्दी भृङ्गी चतुष्षष्ठी योगिनी भूत प्रेत पिशाच प्रमथगण सहित भई परमानन्द साथ रहनुभयो। हे मुने, त्यसपछि नैत्य कुणको लङ्कापुरीबाट दशरथी र रावण नित्य गोकर्णमा आएर श्री महादेवका चरणमा दण्डवत गरी नाचगान गरी तपस्या गरेर जान्थ्यो। त्यही क्रमले निकै दिन बितेपछि एक दिन शिवजीले विष्टाङ्ग तुरो खाए अचेत भइरहेको बेलामा रावण आएर दण्डवत गरी नाचगान र मृदङ्ग बजाई स्तुति गर्न लाग्यो र दिगम्बर शिव प्रसन्न हुनुभयो। अनि हे रावण, तेरो तपस्या र सेवाले म प्रसन्न भएँ, वरदान माग, जे मागे पनि दिन्छु। मेरो निम्ति संसारमा अध्यय केही पनि छैन। महादेवको यस्तो वचन सुनि रावण भन्दछ, हे ईश्वर, हजुरको कृपाले मसँग सबै वस्तु छ, मलाई केही पनि चाहिन्न। रावणको त्यस्तो कुरा सुनि महादेवले फेरि आज्ञा भयो, हे रावण, केही एक थोक नमागी सुख पाउन्नस्, ल माग। शिवको त्यस्तो इच्छा बुझे रावणले मनमा विचार गरे, अब मैले माग्ने कुरा के छ र मागे। महादेवका काखमा बसेकी सकल लक्षणयुक्त पार्वतीले माग्दछु। यस्तो निश्चय गरेर बिन्ती गराए चढायो, हे प्रभु, मलाई अरू केही पनि चाहिन्न, केवल एउटी पार्वती बक्सनुहोस् भनेर महादेवले लौ लैजा भनेर पार्वती पिठमा लगाइदिनु भयो। रावण पनि जगन्माता पार्वतीलाई पिठमा बोकेर शिवजीसँग विदा मागे। हेऱ्यो यो सबै कुरा वेदनाथ विष्णुले थाहा पाए अनर्थ हुन आँट्यो भन्दै तत्काल हावाभन्दा पनि शीघ्र गतिले मोहिनी रूप धारण गरी
रावण कहाँ पुगेर भन्नुभयो, हे महाशय तिमीको बाबु कहाँबाट आइरहेका छन्, अब यी सुन्दरीको हुन्, किन बोकेर ल्याएर कहाँ लैजाने विचार छ। रावणले भन्यो, हे सुन्दरी, हे लङ्कापुरीको राजा रावण भनेको मै हो। मेरो तपस्याले प्रसन्न भई महेन्द्रले मलाई आफ्नै स्त्री पार्वती दिनुभयो र यी तिनै पार्वती हुन्। म यिनलाई बोकेर लङ्कापुरी जाँदैछु। यति रावणको कुरा सुनि मोहिनी भन्न लागिन्, हे वीर रावण, के तिमीलाई लाज लाग्दैन? के ती पार्वती हुन् तिमीलाई छलेर महादेवले मायाद्वारा रचेकी यी स्त्री दिएछन्? तिमी जस्ता राजा र वीर व्यक्तिले यी स्त्री पीठमा बोकेर हिँडेको कसैले देखे भने के भन्लान्? यी पार्वती होइनन्, तिमीलाई महादेवले झुक्याएछन्। बरु पार्वतीलाई जाने इच्छा भए म तिमीलाई पार्वती पाइने स्थान बताइदिन्छु। सुन, महादेवले आसन गरिराखेको बाघको छालाभित्र साँच्चैकै पार्वती लुकाइराखेका छन्, त्यही मागेर लैजाऊ। यति भनी अनेक हाउभाउ कटाक्षले छोपी मोहिनी रूप विष्णुले कुरा गर्दा रावणको चित्त बुझ्यो र पार्वतीलाई त्यही छाडेर आफू फेरि कैलाश पुग्यो। यता विष्णुले पार्वतीलाई वैकुण्ठ लगी पूजा र सत्कार गरेर राखे। उता महादेवको चेष्टा भइरहेकै थिए। त्यसै बेला रावण पुगेर बिन्ती गर्यो, हे ईश्वर, हजुरले मलाई छलेर पार्वती भनी मायाले एउटी स्त्री बनाइदिनु भएछ। त्यो कुरा थाहा पाए मैले बाटोमा फालेर आएँ। दिने इच्छा भए हजुरले आसन गरिराखेको बाघको छालाभित्रकी पार्वती दिनुहोस्। रावणले यति भनेको सुनि महादेवले ध्यान दृष्टि विचार गर्दा पार्वतीलाई विष्णुले लगेछन् भन्ने थाहा पाए। मायाले एउटी स्त्री उत्पन्न गरेर आसन गरिरहेको बाघको छाला भित्रबाट झिकेर लाउलाई जा भनिदिनु भयो। रावण अत्यन्त प्रसन्न भएर माया रचित स्त्रीलाई पीठमा बोकी लङ्कापुरी गयो। विष्णुले पार्वतीलाई महादेव कहाँ पुर्याई वैकुण्ठ जानुभयो, उमा जया गर्नुहुन्छ। हे अगस्त्य मुनि, एकचित्त भएर सुन, एक दिन महादेवले पार्वतीसित सल्लाह गरी मानस सरोवर तलावमा राजा अंश भएर जल क्रीडा गर्न जानुभएको थियो। त्यसै मौकामा अन्तपुर नामको नगरमा बस्ने एउटा जालन्धर थियो। त्यसकी वृन्दा नामकी अत्यन्त पतिव्रता स्त्री थिइन्। एक दिन ती दुवै पति पत्नी बसेर ठट्टा गरिरहेका थिए। त्यसै बखत जालन्धर अकस्मात यसरी हाँसेर वृन्दाले सोधिन्, हे स्वामी, किन यसरी हाँस्नुभयो? जालन्धरले भन्यो, हे वृन्दा, तिमी जस्ती सुन्दरी पत्नी अरू कसकी होली भन्ने लागेर हाँसेको हो, अरू केही कारण होइन। वृन्दाले उत्तर दिइन्, हे स्वामी, म के राम्री छु र महादेवकी स्त्री पार्वतीलाई देखि के गर्नु होला? वृन्दाको यस्तो कुरा सुनि जालन्धरले भन्यो, हे स्त्री, यो कुरा साँचो हो, त्यसो भए म पार्वतीलाई छल्न जान्छु। यति कुरा गरी मायाले महादेवको रूप धारण गरी कैलाश पुग्यो। पार्वतीले महादेव आउनुभयो भनी सुनको कमण्डलुले पाउ धुन घोडाका ढोकामा आइन् त पार्वतीलाई देख्न साथ महादेव रूपधारी जलन्धर मूर्छा परेर लड्यो। अनि पार्वतीले ध्यान दृष्टिले विचार गर्दा आफूलाई छल्न महादेवको रूपधारी जलन्धर आएको थाहा पाई द्वारपाललाई भनिन्, हे नन्दी, हे भृङ्गी, यहाँ कोही आयो भने मलाई नसोधीभित्र पस्न नदिनु भनी आफू कसैले नदेख्ने स्थानमा गएर लुकी ऋषिले चुर भई विष्णुको आराधना गरिन्। पार्वतीले क्रोधित भएर आराधना गरेको विष्णु भगवानले थाहा पाए। गरुडमा चढेर तत्काल कैलाश पर्वतमा पार्वती कहाँ पुग्नुभयो? हे पार्वती, मलाई किन आराधना गरेको भनी सोध्नुभयो? अनि पार्वती भन्दछन्, हे विष्णु, यहाँ देवद्वारा क्रीडा गर्न मानस सरोवर तलावमा राजा हम सबै आनन्द मनाउँदै हुनुहुन्छ। यही मौकामा मलाई छल्न महादेवको रूप धारण गरी पाविष्ट जालन्धर आयो र मैले त्यहाँ थाहा नपाई महादेव नै पाल्नु भयो भने पाउँदैन भएर ढोकामा जाँदा मलाई देख्न साथ मुर्छा परि भुइँमा ढलेको देख्दा महादेव भए। मलाई देख्न साथ मूर्छित हुनु पर्दैन थियो। यो कुन पापी मलाई छल्न आयो होला भने ध्यानले विचार गर्दा जलन्धर रहेछ भन्ने जानी द्वारपाललाई यहाँ कोही पाए भने चित्र नपठाउनु भन्ने आदेश दिएर यहाँ आई तपाईँको आराधना गरेको अब जे गर्नुपर्ने हो तत्काल गर्नुहोस्। यदि पार्वतीको वचन सुनि विष्णु भगवान भन्नुहुन्छ, हे पार्वती माता, पापिष्ट जालन्धरले तपाईँलाई दया गर्न नयाँ रूप धारण गरेर आएपछि म गएर त्यसकी पतिव्रता स्त्री वृन्दाको सत्य लगाएर आउँछु। यसमा कुनै शङ्का छैन। म पहिले मानस सरोवर गएर महादेवलाई यहाँ पठाइदिन्छु। यति भनेर पार्वतीसित विदा भई ठुलो बेगले मानस सरोवरतिर जाँदा भए। इति श्रीस्कन्द पुराणे केदार खण्डे माघ महात्म्ये कुमार संवादे श्रीस्वस्थानी परमेश्वर व्रत कथायां विष्णुमान सरोवर गमनं नाम षोडशोऽध्याय।